म 60 केजीको हुँदै फेरि मेरो एउटा गोल थियो 100 केजीको हुने भनेर 4 वर्षको कडा मेहनत पछि फाइनली आज त्यो दिन आएको छ र मेरो हालको बडी वेट 105 केजी रहेको छ अनि मैले यो वेट गेन गर्दा फेरि धेरै फ्याटहरु पनि गेन गरेको छु त्यसैले अब म गर्दै छु बडी रिकम्पोजिसन यानी कि म मेरो बडीको फ्याट पर्सेन्टेज घटाउँदै छु बडी रिकम्प सिरिजको डे 1 भिडियोमा स्वागत छ तपाईहरुलाई बिहान जुरुक उठेर फ्रेश भएर ड्युटी गए ड्युटीमै 5 वटा रोटी र सब्जी खाए सिम्पल कार्बोहाइड्रेटहरु चाहिँ म अब घटाउने छु दिउँसो ड्युटी सकेर रुम पुगे ब्याग प्याक गरेर जिम गए अनि आज चाहिँ हो मेरो पुश डे 100 केजीले 5 सेट 5 रेपिटेसन हाने डम्बल साइड राइट्सको 2 सेट फेलियर हाने इन्क्लाइन डम्बल प्रेसको 2 सेट फेलियर सम्म सिटेड चेस्ट प्रेसको 2 सेट फेलियर सम्म ट्राइसेप्सको लागि स्कल क्रसरको 2 सेट फेलियर सम्म त्यसपछि वर्कआउट सकियो रुम आए चिकन उसिने अनि पालुङ्गे सागलाई थोरै तेलमा पकाए खाए रेडी भए नाइट ड्युटी गए अनि आज चाहिँ न्यू इयर इभ भएर अति बवाल नै भिड थियो ड्युटी सकियो कति बज्यो भन त 4:30 5 बजिसक्यो देखिरहेछ 5 बजिसक्यो आज चाहिँ राति 8 बजी गएको मान्छे बिहान 5 बजी आइयो फाइनली भिडियो एडिट पनि गरिसक्यो अब भिडियो अपलोड पनि गर्छु अनि जसले हेर्दै हुनुहुन्छ मन पर्यो भने फलो गर्नु लाइक गर्नु है त त्यति हो ह्यापी न्यू इयर